त्यो हामी चाहिँ अब पेट्रोल हाल्दैछौँ होइन। देख्न सक्नुहुन्छ नेपालको तयारी भइरहेछ गाइज। तपाईँहरूले देख्न सक्नुहुन्छ राम्रोसँग कतिको जान्छ। 2000 गएको। पेट्रोल तो बहुत कम था यार, पेट्रोल तो बहुत ज़्यादा। और करो जितना आता है ऊपर तक करो, आराम से बाहर आ गए। कितना आया? 3190। सो गाइस हम चाहिँ पेट्रोल हालिसक्यौँ होइन। अब टक्क निस्किन पर्छ, टाइम धेरै भइगयो। सो अहिले चाहिँ हामी निस्किँदैछौँ गाइस होइन। यहाँबाट मणिमाजा जान्छौँ, मणिमाजाबाट हेरौँ एक्काइस जान्छौँ। एक्काइस जान्छौँ, पहिला भुलिरहेको थिएँ मैले त। म जाँदैन है गाइस, पठाउन आएको मात्रै हो। अहिले चाहिँ हामी 21 जान्छौँ। 21 देखि त्यहाँ दाइको सामान लिन्छ, सामान लिएर ठ्याक्कै निस्किन्छौँ। टक्क लाएर के लगाएन क्या के बोतल हो। हामी चाहिँ तेल हाल्यौँ, सिएनजी हाल्यौँ, तेल पनि फुल छ, सिएनजी पनि फुल छ होइन। सो यहाँबाट आउने युटर्न ल्याउनुपर्छ। सो अहिले चाहिँ हामी एकैचोटि जाँदैछौँ गाइज होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ हाम्रो नेपाल ट्रिप हुँदैछ गाइज। गाडीमा हाम्रो सधैँ बाइकमा हुन्थ्यो, यसपालि चाहिँ हामी गाडीमा जान लाग्छौँ किनकि बाइक चाहिँ सेल भइसक्यो होइन। सो फाइनली गाइज हामी चाहिँ मेरठ पुग्दैछौँ होइन। देख्न सक्नुहुन्छ पारियो बेहा गाडी, यहाँ गाडी बेहा। हामी चाहिँ मेरठ पुग्दैछौँ। हामीसँग भाइ अनि प्यासेन्जर अनि 2 जना उता गएको छन्, वासम गएको। सो अहिले चाहिँ देख्न सक्नुहुन्छ हामी मेरठ पुग्दैछौँ। मेरठ अझै छ 100 किलो 40-50 किलोमिटर होला होइन। लाग्छौ क्या अरे। अघि चाहिँ मैले बाटोमा भिडियो बनाउनु पाइनँ किनभने यार टाइमै भएन, त्यस्तै भयो, त्यही भएर पुऱ्याउनु पाइनँ। खामरानको त हामी चाहिँ ढाबामा रोकेको थियौँ होइन। नास्ता वास्ता भनेर त अब 1 रुपियाँ खाने हो, खान मन लाग्दैन खासै, खानु मन लाग्दैन होइन। त्यो फुलको खाएर हिँड्नुपर्ला होइन। नास्ता नुस्ता भइसक्यो हाम्रो। अब हामी चाहिँ निस्किन्छौँ घरको। अब चाहिँ हामी निस्किँदैछौँ होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले गाडी यहाँ उभिया छ टक्क लाएर होइन। वाउ दामी देखिरहेको क्या होइन। फाइनली देख्न सक्नुहुन्छ तपाईँहरूले। सो अहिले चाहिँ हामी लाग्छौँ क्या अरे होइन गाइज। लास्टै गाह्रो छ यार। देख्न सक्नुहुन्छ तपाईँहरूले क्या सामान भरिरहेको क्या। एमा अब पेसेन्जरको पनि छ एउटा। अब आउँदाखेरि मैले के सोचेन, जाँदाखेरि खाली के जाने होइन, पेसेन्जरै लगेर जाऊँ भन्ने हिसाबमा ल्याएँ मैले। त्यही भएर देख्न सक्नुहुन्छ तपाईँलाई पुरा सामान भरेको छ। यहाँ 2 जना यहाँ बसिरहन् अनि यहाँ सामानसँग 3 जना केटाहरू बसिरहन्। सो अहिले चाहिँ यसो नास्ता नुस्ता पनि भइसक्यो। अब निस्किन्छौँ होला होइन। टाइम पनि धेरै भइसक्यो, 11 बजी लाग्यो। त्यही भएर अब चाहिँ निस्किनुपर्छ। हेरौँ अब एकैचोटि बिहान रोक्छौँ होला। सो तपाईँहरूले त देखाउँछु मैले के कति हुन्छ, के कस्तो, कति यहाँदेखि कति किलोमिटर छ नेपालसम्म होइन, घरसम्म, मेरो घरसम्म कति किलोमिटर छ अनि म तपाईँहरूलाई देखाउँछु। र बोर्डर सायद हामी भोलि बिहान 11 बजीसम्म पुग्छौँ होला बोर्डर होइन। लाग्छ त्यस्तै, अब म्यापमा त त्यही देखाइरहेछ। सो अब बाटोमा तङ नहुनु पऱ्यो। अनि हाम्रो यो सामानको लागि हुड किन्नु छ बिहान। हुडसुट किनेर हामी चाहिँ लगाएर अनि सामान टर्न राखेर अनि फराकिलो भएर जान्छौँ। फराकिलो भएर हिँडेपछि लङ ड्राइभ छ होइन, अलिक गाह्रो हुन्छ फराकिलो नभयो भने। अहिले चाहिँ गाह्रो भइरहेछ। सो केही छैन। अब चाहिँ बाँकी सामान मिलाएर त्यहाँ निस्किन्छ होइन। कस्तो आवाज आएको
सो तपाईँहरूसँग म बाटोमा भेट्छु नि त गाइज होइन। राति अहिले केही देखिरहेन, त्यही भएर मैले त्यति भिडियो बनाएको छैन, त्यति देखाइरहेन तपाईँहरूलाई, किनकि यो राति छ नि त, रात परिसक्यो, त्यही भएर म खासै देखाएको छैन। तपाईँहरूले बिहानदेखि सुरु गर्छु नि त है, सायद म तपाईँहरूसँग बिहान मिल्छु पक्का। ओके नींद में होगा पक्का ड्राइवर। हे गाइज गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग सुरु भइरहेको म घरदेखि होइन। मैले त्यो बनाउन सकेन, बाटोमा भिडियोहरू बनाउनु सकेन। हिजो राति म 12 बजे आइपुगेँ घरमा, अनि लास्टै लफडा भयो। के भन्छ भने नेपाल आउँदाखेरि लास्टै लफडा भयो, कहिले के हुन्छ कहिले के हुन्छ। अनि बोर्डर आइपुग्यौँ होइन। अनि आउँदाखेरि दुई चारजना पेसेन्जर पनि लिएर आएको थियौँ, अनि इन्डियादेखि बोर्डरसम्म। अनि तिन पेसेन्जर बोर्डरमा छोड्यौँ। बोर्डरमा छोडिसकेपछि त्यसपछि के भयो भनेपछि होइन, बोर्डर हामीले छिर्नै दिएन क्या, हाम्रो बोर्डर क्रस गर्नै दिएन। अनि नेपालको पुलिसले त भन्सार दिइरहेको थियो, अनि इन्डियन पुलिसले भन्सार दिएन। येल्लो नम्बर प्लेट भनेर हामीले, किनकि ट्याक्सी लिएर आएको थियौँ नि उहीँदेखि, ट्याक्सी नम्बर प्लेट लिएर आएको थियौँ, किनकि त्यो हाम्रो ट्याक्सी मेरो आफ्नै गाडी हो। अनि हामी मैले चाहिँ ट्याक्सी चलाउँछु नि त त्यहाँ के भन्छ इन्डियामा। त्यही भएर त्यो ट्याक्सी मैले घर लिएर आएको थिएँ, तर ल्याउन दिएन। अनि फेरि अन्तबाट घुमेर आएँ, अनि अन्त पता गरेँ जान दिन्छ कि नै भनेर। कसैले भने जान दिन्छ, कसैले जान दिन्न, के भन्छ पास हुन्छ कि नै भनेर भने। कसैले पास हुन्छ कि नै भने, कसैले पास हुन्छ भन्छ, कसैले हुन्न भन्थे। त्यस्तै फेरि अर्को बोर्डरमा आयो। अर्को बोर्डरदेखि के हुन्छ भनेपछि त्यहाँ पनि त्यस्तै भयो, आउन नदिने भयो होइन। अनि फेरि यसो यताउता मान्छेहरू लगायो, फोर्स लगायो, यताउता माथि कमान्डरसँग कुरा गर्न लगाए। एउटा अङ्कल हुनुहुन्थ्यो हाम्रो होइन, त्यही बोर्डरमा बस्ने अङ्कल, त्यहाँसँग चिनेन। त्यहाँले फेरि अब यताउता गरेर त्यो हुन्छ जसरी हुन्छ मिलाउनु भयो। त्यहाँ त मैले भ्लग बनाउन पाएन, रात पनि भइसकेको थियो, लगभग केही नभए 7-8 भइसकेको थियो, 7 रातिको। त्यो भएर त्यहाँ भ्लग बनाउन पाएन। अनि राति 11 यताउता गएर भन्सार काटेँ, 10 दिनको भन्सार काटेको छु। 600 रुपियाँ दिनको लाग्यो, कति 10 दिनको 6000 रुपियाँ लाग्यो नेपाली। अनि बल्ल भन्सार काटेर यता कोइला बासदेखि आइयो होइन। सो अहिले चाहिँ राति 12 बजे पुगेँ। आज चाहिँ म जाँदैछु फेरि त्यही जसलाई हामीलाई बोर्डर कटाइदिनु आउने तिनलाई छोड्नु जाँदैछु म आज। अनि उनलाई फेरि उहीँ जहाँबाट मैले लिएर आएँ त्यही छोडिदिन्छु। अनि त्यसपछि वापसी हुन्छौँ हामी, सायद लम्बीतिर जान्छौँ होला, घरैतिर जान्छौँ होला। जुत्ता बनाउने छ, जुत्ता अब मोहन भाइ जुत्ता उता किन्ने भन्छ होइन। अब हेरौँ के हुन्छ। जुत्ता अब यस्तै हो, अब जुत्ता अब किन्ने भन्छ, अब हेरौँ के हुन्छ कस्तो हुन्छ। जुत्तामा अब त त्यही घुम्ने हो, अब बाहना हो जुत्ता त होइन। लम्बी बजार घोराइ बजार घुम्ने हो। अनि मामा घर पनि जान्छ, मामा घरतिर पनि जान्छ मलाई होइन। सो अहिले चाहिँ यति नै हो। बिहानको भ्यू देख्न सक्नुहुन्छ गाइज, हाम्रो गाउँनिरको टक्क दामी छ क्या होइन। भ्यू देख्न सक्नुहुन्छ, टक्क मस्त छ, दामी। अहिले चाहिँ 7 बजे नै उठ्न पऱ्यो क्या, 7 बजे टन्न सुत्छु भने थिएँ, 7 बजे
यहाँ चाहिँ बिहान हिजो लगाएको कपडा मेरो आमाले धोएर सुकाइदिनु भएको छ नि। यो चाहिँ धोएर सुकाइदिनु भएको छ। हिजो लगाएको कपडा हो यो। यसलाई एकै ठाउँ गराउनु सुकिसकेको छ यो। राति नै सुकाइदिनु भयो होला मुच्चा माच्चा पारेर। अनि टक्क लाएर यो चाहिँ धोर्छु कि फेरि यो लाउँछु। चप्पल मैले त आफ्नो चप्पल लगाएको छु त बे। हाम्रो आमाले चाहिँ सब्जीको लागि प्याज टमाटर काटिरहेको छ नि। गाउँले हिसाब गाडी त्यहाँ अभ्यास गएको छैन देख्न सक्नुहुन्छ तपाईँले। टक्क लाएर अब बाटै छैन अब घरभित्र राख्ने होइन। घरभित्र हुन्छ आँगनमा ल्याउने छँदै छैन बाटो। त्यही भएर मैले चाहिँ गाडी चाहिँ बाहिरै उभाइदिएको छु। रोडमै छ अब त्यस्तो केही समस्या त छैन किनकि नुहाइधुवाइ गर्छु। कपडा पनि सुकिसकेको छ। म चाहिँ अहिले नुहाइधुवाइ गर्छु होइन। तपाईँले देख्न सक्नुहुन्छ। अनि एउटा चिज देखाऊँ गाइज कुखुरा पालन देख्न सक्नुहुन्छ तपाईँहरूले टक्क लगाएर। यो चाहिँ कुखुरा पालन हो ब्रोइलर हाम्रो आमाले गरेको होइन। कोठा मेरो कोठा गाई छैन देख्न सक्नुहुन्छ यस्तो भएको छ तपाईँहरूले। छैन राम्रो कोठा त होइन। भर्खर आएको छु अब धेरै दिन बस्नु छैन। अब आमाले गराउनु सक्दैन होइन। यस्तो छ कोठा देख्न सक्नुहुन्छ टक्क लगाएर सर कोठा यस्तो छ। यो तल्ला कति दिनको भयो यो कसको 14 दिनको है। 14 दिनको चल्ला रहेछन् सानो साना छन् ठिकै छ। अब चाहिँ त्यही हो कि अब हात खुट्टा धुने नुहाउने छोडेर नुहाइधुवाइ गर्ने। अब दिनभरि भिडियो एडिट गर्नुपर्छ होला। हिजोको अलिअलि भिडियो छन् तिनी एडिट गर्छु म। अनि त्यसपछि आज पनि साँझतिर जान्छु होला सायद होइन गाउँ तलतिर जैसे होस्। यो चाहिँ हाम्रो नलका धारा भन्ने के यस्तो छ होइन। यहाँ चाहिँ मोटर जोइन छ। यहाँ चाहिँ नलका छ यस्तो चलाउने हो। यो चाहिँ देख्न सक्नुहुन्छ उसको बोट हो। के भन्छ अमिलाको बोट। र आमाले यता पनि पालेका छन् तल्ला। यहाँ पनि देख्न सक्नुहुन्छ टन्नै 100 पिस होला नि यसमा जहाँसम्म लाग्छ मलाई 100 पिस होला। यो हाम्रो म तपाईँहरूलाई मेरो बारी देखाउँछु गाई चाहिँ होइन। यो सर्लक्क तलसम्म छ नि। ल यहाँ त सुँगुर पनि रहेछ त सानो। इस सुँगुर दुईटा पो रहेछ नि त्यहाँ। ए तलसम्म पोल चाहिँ देखिन्छ नि गाइज। त्यो पोल त्यहाँ तलसम्म हाम्रो सिधा तलसम्म हो। यो चाहिँ हाम्रो मामाको जग्गा हो। यो चाहिँ हाम्रो सेरदाईहरूको बुवाहरूको हो। यो पल्लोपट्टि यो जोतेको जग्गा चाहिँ सेरदाईको बुवाहरूको हो। त्यो सेरदाई तपाईँले चिन्नु होला होइन। अनि मेरो गाउँ घर यो गाइज देख्न सक्नुहुन्छ होइन टक्क लगाएर। अनि त्यस्तो नराम्रो पनि लाग्दैन होइन। जन्मभूमि भएर होला नराम्रो लाग्दैन त्यस्तो। सो अहिले चाहिँ त्यही हो टक्क लगाएर। इस बाहिर पनि घुमिरहेछन् भालेहरू। गाडीमा गएर सामानहरू छ सामान लिएर आउनु पर्यो। गाडी चाहिँ मैले बाटोमा उभाइदियो गाडी होइन। खासै अब गाडी पनि आउनु हाम्रो गाउँतिर होइन। के भनेपछि अब यो गाउँमा गाडी पनि आउनु कुरा भएन। अब त्यो स्कुल बसहरू आउँछ अटोहरू आउँछ त्यो निस्किजान्छ। यत्रो बाटो छ ठुलै छ ठाउँ निस्किजान्छ। अनि त्यही भएर मैले चाहिँ बाटो उभाइदिएछु। भित्र लग्ने ठाउँै छैन कि आँगनमा गाडी लग्ने ठाउँै छैन। अनि यस्तो लागेको थियो के अरे यो के भन्छ यसलाई यो प्लास्टर गराएछ यो नाली। यो चाहिँ मेरो घर हो गाइज होइन। यो चाहिँ मेरो घर हो देख्न सक्नुहुन्छ यस्तो छ मेरो घर। खासै ठुलो छैन। अनि रिपेयर पनि भएको छैन घरमा पेन्टिङहरू पनि भएको छैन। अनि मेरो आमा एक्लै बस्छन् क्या। अनि त्यही भएर यस्तै छ। अब म पनि यस्तै हल्लिरहेको छु खाइरहेको छु। अब के गर्नै सकिरहेको छैन गर्छु त्यो दिन पनि आउँछ होइन। देख्न सक्नुहुन्छ मेरो घर चाहिँ यस्तो छ।
अब साथीहरू सबैले कतिजनाले भन्नु होला होइन कि पहिला घर बनाउनु पर्छ त गाडी किन ल्यायो भनेर होइन गाडी त यस्तो अब गाडी चाहिँ ल्यायो होइन गाडी चाहिँ ट्याक्सीको लागि हो क्या यो गाडी जुन छ नि ट्याक्सी हो अच्छा इन्डियाको नम्बर प्लेट येल्लो नम्बर प्लेट हो ट्याक्सी गाडी हो गाडी कस्तो देखिन्छ हेरौँ न एकचोटि होइन जस्तो भयो भने मेरो घरको टक्क लाएर होइन देखिरहेछ राम्रो देखिरहेछ वाउ सो अहिले चाहिँ फिलहाल यो भिडियोलाई म एन्ड गर्छु तपाईँहरूलाई एकदम मन पऱ्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु लागि बाई बाई